हेलो गाइज, आज चाहिँ हामी इभिनिङ वकमा जाँदैछु हो। अन्त यहाँ चाहिँ म र नानी छु। अन्त हाम्रो साथमा सनिसा पनि छ। हेलो भन्देऊ, हप्पम गरिदेऊ छिटो। अन्त आजको वेदर चाहिँ एकदमै दामी भइरहेको छ है, किनकि बिहान चाहिँ पुरा पानी परिरहेको थियो नि त। अन्त अहिले चाहिँ घाम लागिरहेको छ हो। अन्त तपाईँहरूलाई म त्यहाँको सिनहरू देखाइदिन्छु हो। यहाँ चाहिँ आमा छोरी वकमा सिन भनेको यस्तो छ। यहाँबाट त्यस्तो राम्रो देख्नु हुँदैन। आऊ गरिदेऊ अरे यसो गर्दै पनि नानी या म कसरी हाँस्छु, म कसरी हाँस्छु। गाइस यहाँ चाहिँ उकालो अलिक छ कि, अन्त यहाँ माया गरिदेऊ, मलाई पनि गरिदेऊ न, टाइट पक्र न। आमा छोरीको माया। Guys, you can see the scene right here. How is it? And it was beautiful. Just looking like wow. Nana भन्देऊ, जादु बाबा भन्देऊ। चाहिँ मेरो छोरीलाई यसले फुल लगाइदिँदैछ हो। यहाँ हेरिहाल्नु। हजुर यस्तो गरिदेऊ नानी, आमालाई देऊ न। यहाँ बहिनी माडी माडी गरेर देखाइदेऊ त। माडी माडी माडी। गाइस हो अगाडि बढ्नै मानेन यहाँ। हाम्रो गाउँ देख्न सक्नुहुन्छ। यो चाहिँ लिम्बू गाउँ हो। यहाँ हेरिहाल्नुहोस् हरियाली। अन्त तपाईँहरूले पर चाहिँ यो देख्नु पाएला, यो चाहिँ अन्तु डाँडा हो। अन्त हामी चाहिँ आज वकमा आएको बहिनीलाई लिएर हो। म बसेर नानी यसो गर्देऊ। यहाँसम्म आइपुगिसक्यौँ हो। अन्त मेरो छोरी र बहिनी चाहिँ पर जाँदैछ। अन्त म चाहिँ, मेरो छोरी चाहिँ आज खुसी छ, किनकि उसलाई कति दिन बाद घुमाउनु ल्याएको नि त। अन्त पर मलाई बोलाएको बोलाएको छ। आऊ आऊ हाम्रो गाउँको नजारा तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला गाइस। अन्त हामी चाहिँ इभिनिङ वकमा आएको होइन। अन्त गाइस अब हामी चाहिँ यहाँ बहिनीलाई घुमाएर चाहिँ हामी घर फर्केको होइन। यहाँ बहिनी सुत्ला जस्तै गर्दैछ, तर भर्खर उठेको थियो, फेरि भक्कु हिँडेर सुत्ला जस्तै गऱ्यो। अन्त